लसो फ्याफुला दर्शन नमस्ते झोडले टस्दिले सबैजनालाई म सञ्जय लामा तमाङ आज पनि तपाईँहरूमाझमा एउटा मैले विशेष भिडियो लिएर आएको छु है त। हामी एज अ नेपाली अब नेपाली हाम्रो जन्मथलो नेपाल, अब मातृभाषा नेपाल, खानपिन पनि मनपर्ने नेपाल, अब सबै कुरा हामी नेपालीपन हुन्छ। नेपाली भइसकेपछि एउटा राष्ट्रियता झल्किन्छ हामीमा। त्यस कारणले गर्दाखेरि विभिन्न साथीभाइहरूले एज अ सेफ जो पनि कोही पनि काम गर्नुहुन्छ उहाँहरूले अरू विदेशी खाना मात्रै कति काम गर्नु, हाम्रो पनि मौलिक खानालाई अन्तर्राष्ट्रिय मार्केटमा लैजाउन भन्ने सोचाइराख्नुहुन्छ र कोसिस पनि गर्नुहुन्छ र उहाँहरूले विभिन्न छलफल अन्तर्क्रियाहरू पनि गर्नुहुनेछ। तर एन्ड अफ द डे यो चाहिँ अब सत्यता बिटर हुन्छ भन्छन् हैन, बिटर ट्रुथ कुरा भनेको चाहिँ अलिकति ट्रुथ कुरा भनेको बिटरै हुन्छ भन्छन्। त्यस कारणले गर्दाखेरि एन्ड अफ द डे कस्तो हुँदो रहेछ त भन्दाखेरि अब हामी त्यति राम्रोसँग हाम्रो मौलिक खानाहरू अन्तर्राष्ट्रियकरण गर्नको लागि अब कसरी गर्ने भन्ने कुरा पनि हुन्छ। र यदि तपाईँले एज अ सेफ तपाईँले कुनै पनि एउटा ब्रान्डमा कम्पनीमा काम गर्नुहुन्छ र तपाईँले मेनु हाल्नुहुन्छ भने नि अब डाइरेक्ट अब नेपाली मेनु हालिदियो भने पनि अब तपाईँलाई एउटा कस्तो रिस्क हुन्छ भन्दाखेरि अफकोर्स तपाईँ अरू साउको अरूको कम्पनी अरू लगानी गरेको उसमा काम गर्दाखेरि चाहिँ अब यो मेनु चल्ने कि चल्ने चल्छ कि चल्दैन भनेदेखि त तपाईँलाई स्योर हुँदैन, किनभने त्यसको टेस्ट थाहा छैन, के थाहा छैन हैन। भोलि कस्टमर आइदिएन, सेल भइदिएन भने अफकोर्स कम्पनी लसमा जान्छ र भोलि तपाईँ आफ्नै नोकरी खतरामा जान सक्छ, साथसाथै कम्पनीको पनि फ्युचर चाहिँ को कुरा हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले त्यस्तो रिस्क मोल्न सक्दैनौँ र हामी कुरा गर्न जति सजिलो छौँ, तर यो म एउटा फ्याक्ट कुरा भन्नुपर्दा चाहिँ अन्तर्राष्ट्रिय बजारमा नेपाली मेनुलाई लान त्यति सजिलो इजी भन्ने कुरा छैन है साथीहरु। नसक्ने भन्ने कुरा पनि हुँदैन, असम्भव भन्ने कुरा केही छैन, सबै कुरा सम्भव छ। किनकि सबै कुरा जे पनि जति पनि भइरहेछन्, जति पनि गरिरहेछन् सबै मान्छेले गरेका कुरा हुन्। त्यसकारणले असम्भव भन्ने कुरा पनि छैन। तर एउटा नेपाली भइसकेपछि आफ्नो आत्मादेखि नै चाहिँ कस्तो हुन्छ भने हैन अरू विदेशी खानामा त धेरै काम गर्यौं, हामीले यस्तो बिजनेसमा काम गर्यौं, यस्तो बिजनेस ल्याइदियौं, हाम्रो मेनुले यस्तो गरेछ उस्तो गरेछ, हामीले क्रिएट गरेको डिसले यति धेरै बिजनेस गरेछ, कम्पनी प्रफिटै गर्छ, यो भन्ने कुरा हुन्छ। तर नेपाली पनि हालौं न भन्ने एउटा मनमा कौतूहलता र उत्साह जागेर त आउँछ। तर रियालिटीमा चाहिँ जाने हो भने यदि मार्केटमा मेनु नै तपाईँले लन्च गर्नुहुन्छ भने एकदमै रिस्क फ्याक्टर हुन्छ र रिस्क मोल्न हतपत चाहिँ सेफरले सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि हाम्रो जति हामी सोसियल मिडियामा साथीभाइ ग्यादरिङ गरेर अथवा जति हामी कराए पनि चिच्याए पनि हैन हामी मौलिक खाना चाहिँ लान्छौँ भने पनि तर मार्केटमा जान असम्भव छ है साथी हो, त्यति सजिलो छैन। त्यसकारणले म मेरो विभिन्न साथीहरुलाई के भन्छु भने यदि तपाईँ होटल रेस्टुरेन्टमा जता पनि जब गर्नुहुन्छ, तपाईँ एज अ लिडिङ रोलमा काम गर्नुहुन्छ र तपाईँ अब क्रिएसन अब रिसर्च एन्ड डेभलपमेन्ट तपाईँको हातमा छ र तपाईँ चाहिँ अब मेनुहरू डेभलप गर्नुहुन्छ, क्रिएट गर्नुहुन्छ भने चाहिँ म एउटा सल्लाह चाहिँ गर्न सक्छु कि हर सेफले एफोर्ट लगाएर अब जस्तै अब एउटा तपाईले 15-20 वटा आइटम एक्जाम्पल लागि तपाईले क्रिएट गर्नुभयो भने त्यसमा एउटा चाहिँ अलिकति नेपालीपन ट्विस्ट दिएर नेपाली नाम दिएर अलिकति त्यसलाई चाहिँ तर फ्युजन वेमा चाहिँ तपाईले अलिकति क्यारी पोटरी गरेर चाहिँ एउटा चाहिँ डिस क्रिएट गर्न भन्ने चाहिँ त्यो चाहिँ रिस्क फ्याक्टर नहुन सक्छ। र सबै सेफले एउटा आइटम गरेर हर ठाउँबाट गर्यो भने चाहिँ भोलि अब यदि त्यो फुड चाहिँ लाइक मजाले चल्न थाल्यो र एकदम पपुलर डिमान्ड भयो, पब्लिकको डिमान्ड भयो, कस्टमर डिमान्ड भयो भने भोलि अर्को मेनु पनि हामी क्रिएट गर्न सक्छौँ। र त्यसरी गर्दा गर्दै एउटा दुईटा तीनटा गर्दा गर्दै थपिँदै गएर चाहिँ भोलि हामी अन्तर्राष्ट्रिय बजारमा चाहिँ सायद जान सक्छौँ कि भन्ने मेरो यो धारणा हो। हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो हजुरहरूको धारणा राख्नु होला हैन। मैले चाहिँ अब एकदमै बिटर फ्याक्ट अब कुरा मैले गरेको छु, अब तपाईहरुलाई कस्तो लाग्छ हैन। अब मेरो अनुभव मेरो बुझाइ मैले सोचाइ अब भएको कुरा तपाईहरु माझमा शेयर गरेको छु है त। हस् त धन्यवाद, हजुरहरूले हेर्दै गर्नु होला मेरो भिडियोलाई। थ्यांक यू भेरी मच। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, सबैजनालाई धन्यवाद है त। थ्यांक